नमस्कार, S2M खबरमा यहाँलाई स्वागत छ। थापाथली स्थित बागमती किनारको सुकुम्बासी बस्तीमा डोजर चलेको छ। सरकारी टोलीले सुरक्षा व्यवस्था सहित बस्ती हटाउने कार्य गरेको हो। यसअघि नै प्रशासनले सूचना जारी गर्दै बासिन्दालाई स्थान खाली गर्न निर्देशन दिएको थियो। धेरै वर्षदेखि बसोबास गर्दै आएका स्थानीयहरू अहिले अन्यलमा छन्। अब कहाँ जाने भन्ने प्रश्न उनीहरूको मुखमा छ। सरकारले भने वैकल्पिक व्यवस्थाको आश्वासन दिएको छ, तर स्पष्ट योजना अझै सार्वजनिक भएको छैन। धेरै सुकुम्बासी परिवारहरूले आफ्नो झोपडी आफै भत्काउँदै सामान सारिराखेका छन्। बालबालिका, वृद्ध र महिलाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। केहीले आफूहरू वास्तविक सुकुम्बासी भएको दाबी गरेका छन् भने केही रिपोर्टहरूमा धेरैजसो व्यक्तिहरू वास्तविक भूमिहीन नभएको पनि भनिएको छ। यसले झन् विवाद बढाएको छ। को साँचो सुकुम्बासी, को नक्कली? सरकारले नदी किनार सफा गर्ने र सार्वजनिक जग्गा फिर्ता लिने नीति अनुसार यो कदम चालेको बताइएको छ। तर मानव अधिकार कर्मीहरूले भने उचित व्यवस्थापन बिना हटाउनु अमानवीय भएको बताएका छन्। हजारौं मानिस घरबार विहीन हुने जोखिममा छन्। थापाथलीको यो घटना केवल कानुनी विषय मात्र होइन, यो गरिबी, बसोबास र मानव अधिकारसँग जोडिएको ठुलो सवाल हो। अब प्रश्न उठ्छ, वास्तविक सुकुम्बासीलाई न्याय कसरी दिने? विकास र मानवताको सन्तुलन कसरी मिलाउने? यस बारेमा स्थानीय रामकृष्ण महर्जन के भन्नुहुन्छ सुनौ है त। बुवा नमस्कार, हजुरको नाम? मेरो नाम रामकृष्ण महर्जन। यो काम त जेउस अब वास्तविक सुकुम्बासीले यदि चाहिँ यो पहिचान हुने त राम्रो छ नि काम, होइन? राम्रो छ र गरेको ठिकै छ। अब भनौँ भने अब पहिला यो सुकुम्बासी भनेको त धेरै खण्डै छैन यहाँ। हजुर, थोरै मात्रै छ, खालि हुकुमबासीको मात्रै छ। घर भएकाले घर बनाउने, घर बालमा दिने, किन बेच गर्ने। वास्तवमा हो भने यो खोला त ऊ जो पारीसम्म छ। उहाँसम्म थियो खोला पहिला, है? पारीको ऊ त्यो पारीसम्म छ। त्यो पारीसम्म? पहिला तपाईँको यहाँ काठको पुल राख्छ सानो यस्तो। काठको पुलमा? काठको पुल राख्छ, ठाउँ ठाउँमा छ। अनि त्यो यताबाट पनि उताबाट पनि आयो भने बिचमा फेरि एक्सचेन्ज गर्ने ठाउँ छ। हजुर, ठाउँ ठाउँमा छ। उहाँ चाहिँ तपाईँको यहाँदेखि लिएर चेकुसम्म छ। अब यो जम्मै यिनीहरूले पेलेर सुकुम्बासी भन्यो। सुकुम्बासी चाहिँ थोरै छ, हुकुमबासी मात्रै छ यहाँ। होइन एकदम तपाईँको यो बाबुराम भट्टले पनि यो फर्काइसकेको फर्काएको चिजमा उहाँ यस्तो कालेश्वरमा यस्तो बिल्डिङ ठुलो बनाएको छ यिनीहरूलाई राख्न, तर गएन, बसेन त्यहाँ। कहाँ हुकुम घर भएको मान्छे हुकुमबासी त्यहाँ बस्छ? ल त्यति फराक खोलालाई चाहिँ साँगुरा आएर, है? साँगुरो भएर यस्तो भएको। उहाँदेखि उहाँ पारीसम्म छ भने उही पारीसम्म। अझ यो ठुल्ठुलो घर छ, अझ पेले छ अलिअलि। ल यति यहाँ सबै खोला हो। बुवाका अनुसार लानु यस्तो यो खोलालाई चाहिँ मिचेर सानोमा, है? हो ल, बुवाले पहिलाको बारेमा पुरानो जानकारी दिनुभयो। हजुरलाई धन्यवाद। हवस् त, यस्तै नयाँ खबरको लागि S2M खबर सब्सक्राइब गर्नुहोला। धन्यवाद।